टोलीहरू चाहिँ पुरै रापती जानलाई हिजोको लाखपतिको पूजाको फुल सेवामा रापती जान लाइन लाएर आउँदैन है। हेर्न सक्नुहुन्छ यहाँ अगाडि चाहिँ अर्को टोली छन् होइन, अगाडि हिँड्छन्। गीत पनि रहेछ नि त। दिदी अगाडि बढ्दै हुनुहुन्छ। नाच पुरा नाच। हाई घाटा पूर्व हो अल्लाह रे सन्नम मेरो कति हो हेर्नु आखी हौ कि त्यो जोबान बिकाउन धेरै कुरा रहेछ त सिकाउन रसिके नाच मेरो कति हो मै पनि तिम्रै हो मेरो कति हो है नराम्रो है। यात्रा चाहिँ जारी छ। लगभग हामी चाहिँ गिर्जा चोकको छेउछेउ आइपुगिसक्यौँ। अब केही मिनटमा हामी आइपुग्छौँ। ग्रुपहरू चाहिँ आउँदैछन् तलैबाट आउने क्रम जारी छ। टोलीहरू आइरहन् हेर्न सक्नुहुन्छ। यस्तो रमाइलो गर्ने टोलीहरू बहिनीहरू के चाहियो होइन। अर्को टोली चाहिँ यहाँ पछाडिपट्टि आइरहनु भयो। काकाको जनगाउँले काका रिजाल काकाको घर अहिले चाहिँ यहाँ बस्नु हुनु रहेछ। घर पुरै गोठ पुरै खाली छ। अनि यो चाहिँ हाम्रो जनगाउँले काकाको साइलो काकाको घर चाहिँ काकी हुनु चाहिँ हुनु रहेछ। अहिले अझै पनि हुनुहुँदो रहेछ काकी हुन्छ यहाँ। ल नाति त नाङ्गा आइदिएर यहाँबाट यो देखिरहनु भएको बाटो चाहिँ सिधै लोथर टु सौरा हेर्न घुम्न जाने बाटो बन्द रहेछ यहाँ चाहिँ। हामी चाहिँ अब गिर्जा चोकको छेउमा आइसक्यौँ। यो वाल चाहिँ नाच्न सकिन्न होला। अब हेर्नु बाटो कहाँनिरबाट छ है, हेर्दै जाउँ। निकै सुन्दर बनाएर रहेछ है बाटो चाहिँ, एकदम राम्रो भ्युज देख्न सक्नुहुन्छ। कति सुन्दर दृश्य देख्न सक्नुहुन्छ। कति राम्रो बनाएर चाहिँ पहिलाभन्दा पनि आउँछ अहिले झन् धेरै एकदम विकास भएको रहेछ है। ल हेर्न सक्नुहुन्छ ल कति राम्रो। पहिला पहिला हामी यो बाटोबाट उक्लेर यहाँबाट घाँस काट्न जान्थ्यौँ हो यो होइन। भन्दाखेरि चाहिँ कथा जस्तो हुन्छ अहिले चाहिँ। तर हामी जान्थ्यौँ कि यहाँबाट। यसलाई चाहिँ गिर्जा चोक भन्छौँ। अनि यो गिर्जा चोकमा चाहिँ पहिला गिरिजा प्रसाद कोइरालाज्यू मन्त्रीज्यूले चाहिँ आएर नाम राख्नु भयो भन्ने किंवदन्ती छ कि यो गिर्जा चोक चाहिँ। हाम्रो गिरिजा प्रसाद पहिलाको चाहिँ कोइरालाज्यू मन्त्रीज्यू आएर चाहिँ हाम्रो यहाँ रुख रोप्नु भएको थियो। अनि उद्घाटन गरेको ठाउँ भएको हुनाले एउटा चाहिँ गिर्जा चोक भनेर चिनिन्छ है। पहिला हामीले त देखेन, हाम्रो बुवाहरूको पालामा बुवाहरूले आमाहरूले दाईहरूले देख्नु भएको हो। यहाँ चाहिँ यहाँ टोलीहरू चाहिँ पुरा एउटा भर्याङ हालिदिएको रहेछ। अनि भर्याङबाट पुरै वाल नागेर उतापट्टि जाने काम भइरहेको। बुढाहरू चाहिँ उहाँ पुगिसक्यो। आमा नि यो उकालोमा कसरी उक्लिने होला गरेर कि चाहिँ यहाँ यो भर्याङ चढ्दै हुन्छ। भर्याङ चाहिँ अब भर्याङले चाहिँ धान्छ कि धान्दैन भन्दै कि मलाई पनि उडाइरहनु होइन।
हजुर ल यो जङ्गल आउने साथीको हाम्रो यात्रा जारी छ। अब हामी चाहिँ लगभग ब्यागको छेउछेउ चाहिँ आइपुगिसक्यौँ। जस्ट 2 मिनट वेट गर्नु होला। अब म तपाईँहरूलाई राख्छु फेरि पनि पुनः पनि म अस्ति पनि आएको थिएँ, फेरि पनि पुऱ्याएर आउँदैछु। अस्ति चाहिँ यहाँ गिर्जा चोकसम्म चाहिँ आइपुगेको थिइनँ म। यो चाहिँ उता अम्बानीको छोरी हामी यहाँ फुलसेलाउन गिर्जाघाट आउँदैछौँ राप्ती खोलामा। बाल्टीवाला पुजारी हो नि त ले एउटा माला मम्मीले भेट्छु अहिले हामी चाहिँ गिर्जा चोकमा आइपुग्यौँ। आएर हल्का नाचेर रमाइलो गरेर हाय लस वाउ कस्तो बसिरहेको माछा है।
ल